हामी कहाँ मलद्वारसँग सम्बन्धित समस्याहरू जे भए पनि जुनसुकै समस्या आए पनि यो पाइल्स नै हो भनेर बुझ्ने चलन छ। पाइल्स मात्रै नभइकन मलद्वारमा विभिन्न खालका अन्य समस्याहरू पनि हुने गर्छन्। तीमध्ये दुईटा समस्याहरू छन्, पाइल्स र फिस्टुला। मलद्वारमै हुने भए तापनि पाइल्स र फिस्टुला नितान्त फरक रोगहरू हुन्। यसका लक्षणहरू, यसका जटिलता र यसको उपचार पनि फरक फरक खालका हुने गर्दछन्। आजको भिडियोमा हजुरहरूलाई हामी पाइल्स र फिस्टुलालाई कसरी घरमा नै लक्षणको आधारमा चिन्न सकिन्छ त्यस बारेमा जानकारी दिन गइरहेका छौं। नमस्कार, म डाक्टर मुक्तराज लामिछाने स्वास्थ्यसँग सम्बन्धित विभिन्न खालका जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने क्रममा आज फेरि एउटा नयाँ भिडियो लिएर हजुरहरू सामु उपस्थित भएको छु। पाइल्स भनेको खासमा हाम्रो मलद्वारमा हुने रगतका नसाहरू फुल्लेर सुन्निएर हुने रोगलाई हामी पाइल्स भन्ने गर्दछौं। पाइल्समा चाहिँ इन्टरनली र एक्सटर्नली, भित्रबाट र बाहिरबाट दुई प्रकारका नसाहरू फुलेर आउँछन्, जसलाई हामी इन्टरनल पाइल्स र एक्सटर्नल पाइल्स भनेर बुझ्ने गर्दछौं। पाइल्स रोगमा हजुरहरूलाई जुन दिशा गर्ने ठाउँमा मलद्वारमा चाहिँ मासुका डल्लाहरू देखिने हुन्छन्। कतिपय अवस्थामा चाहिँ टोयलेट बस्दाखेरि चाहिँ मासुका डल्लाहरू बाहिर आउने जस्ता समस्याहरू पाइल्समा देखिन्छन्। सँगसँगै पाइल्सका समस्याहरूमा रगतहरू आउने, दुख्ने, पोल्ने जस्ता समस्याहरू पनि पाइल्सका मुख्य लक्षण अन्तर्गत नै पर्ने गर्दछन्। मलद्वारमा हुने अर्को समस्या जो चाहिँ मलद्वारमा हुने एउटा इन्फेक्सनयुक्त रोग हो, त्यसलाई हामी फिस्टुला भन्दछौं। फिस्टुलामा चाहिँ मलद्वारको बाहिर र भित्र जोडिने गरेर एउटा इन्फेक्सनयुक्त ट्र्याक बनेको हुन्छ, एउटा नली जस्तो आकारको ट्र्याक बनेको हुन्छ। त्यस रोगलाई हामी चाहिँ एनल फिस्टुला भन्ने गर्दछौं। फिस्टुला रोगमा चाहिँ हजुरहरूको दिशामा चाहिँ रगत र पिप मिसिएर आउने जस्तो समस्याहरू देखिने गर्दछ। मलद्वार वरिपरि दुख्ने गर्दछ। कतिपय अवस्थामा चाहिँ टनटन गरेर एकदम बल्झिए जस्तो गरेर एकदमै गान्ने जस्तो गरेर दुखाइहरू चाहिँ एनल फिस्टुलामा हुन्छन्। मलद्वार वरिपरि चिलाउने, पोल्ने समस्याहरू पनि एनल फिस्टुलाको समस्यामा देखिन्छ। कतिपय अवस्थामा यदि इन्फेक्सन अधिक मात्रामा छ भने फिस्टुलाको रोगीहरूमा चाहिँ ज्वरो पनि आउने गर्दछ। यसरी हेर्दा एनल फिस्टुला र पाइल्स मलद्वारमै देखिने समस्या भए तापनि यसका लक्षणहरू फरक फरक हुँदा रहेछन्। यसका जटिलताहरू पनि फरक फरक खालका नै हुन्छन्। सँगसँगै यसको उपचार विधि पनि अत्यन्त रूपमा फरक फरक खालको हुन्छ। तसर्थ यदि हजुरहरूलाई हामीले माथि पाइल्स र फिस्टुलाको जुन लक्षणहरू बतायौं ती लक्षणहरू देखिरहेको छ भने हजुरहरूलाई चाहिँ एन्डोटेलसँग सम्बन्धित अथवा मलद्वारसँग सम्बन्धित पाइल्स फिस्टुलाहरू भएको हुन सक्छ। त्यस अवस्थामा हजुरहरूले समयमा नै चेक जाँच गराएर उपचार गराएर हजुरहरूको रोग निको बनाउनु भयो भने हजुरहरूलाई कम दुःख हुन्छ र सँगसँगै खर्चको हिसाबले पनि सुरुवाती अवस्थामा नै एनल फिस्टुलाको अथवा पाइल्सको उपचार गर्दाखेरि हजुरहरूलाई कम खर्चिलो हुन जान्छ। हजुरहरूलाई आजको हामीले पाइल्स र फिस्टुलाको बीचमा फरक बताउने गरेर बनाएको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यो भिडियोसँग सम्बन्धित केही राय, सल्लाह, सुझावहरू, प्रतिक्रियाहरू छन्, केही जिज्ञासाहरू छन् भने हजुरहरूले कमेन्ट सेक्सनमा हामीलाई प्रश्नहरू सोध्न सक्नुहुनेछ। हजुरहरूको दिन शुभ रहोस्। नमस्कार।